आज चाहिँ हाम्रो छुट्टीको दिन घुम्न जाने निर्णय गरिए। घुम्न जाने चाहिँ बिसुलसान भन्ने पहाडमा जाने कुरो गरियो, निर्णय गरियो र बसबाट झरेपछि चाहिँ अर्को बस चेन्ज गर्नु पर्यो। तर बस नपाएको कारणले हामी हिँडेर जाने निर्णय गरियो र हिँड्दैछौँ। बाटोमा रमाइलो भयो, सुरुमा त राम्रै छ, सबै जाने मान्छेहरू आउने जाने भइरहेछ। तर हिँड्नु निकै गाह्रो भइरहेको अवस्था छ। यहाँ चाहिँ केही रमाइलो दृश्यहरू पनि रमाइलो एकदम फोटो खिच्नको लागि आक्टिभ भइरहेको छ। कहाँ त्यो लिएर त यो लाउनु सुनिल्दा यार तपाईको शब्द खाली हुन्छ यो यता के बोल्नु त्यो मान्छेले खाइरहेको चाहिँ तानो तानो पार्ने हो न बाजी यहाँ आएको चाहिँ याद छ है मलाई। सो हल्का होइन ह्यान्ड पनि निक्लिँदा है हिउँ खेल्नु यहीँ त आएको नि हामी। त्यही त पिर गएको हामी यहीँ त काम चढ्ने ठाउँ छ, गर्मी पनि भइरहेको थियो। तर मान्छेहरू धेरै रमाइलो पनि लागिरहेको थियो। आज चाहिँ हामी कोरियामा घुम्न गएको छौँ। रमाइलो बाटो त्यहाँ चाहिँ एकदम लागिरहेको थियो। यो चाहिँ हामी गएको छौँ। हामी जङ्गलको बिचमा दामी मान्छेहरू धेरै पछाडिको बसिरहेको पनि हिँड्दै गरेको बसिरहेको कोही फर्किरहेको ग्याङहरू गाइजहरू क्रममा छ। गाडी पनि आइरहेको छ। जङ्गी भएर आइरहेछ। सेपर के भन्छ यो सेपर कतिसम्म खान्छ उतै ह्याङ हुन्छ ह्याङ हुनु मान्छेहरू धेरै छ। सुरुमा त रमाइलो लागिरहेको थियो कालो भाइले। रोमेक्स त्यस्तो खालको छ कि अगाडिको थियो नि अगाडिको त त्यो के अरे यत्रो ठुलो लेन्स के साङ्ग्रो बाटोमा चाहिँ मान्छे हिँड्नु पनि गाह्रो। त्यहाँ त जाम नै भयो, मान्छे चाहिँ जाम मान्छे बाटै जाम भयो। कोरियामा मान्छे हिँड्नुको लागि पनि बाटो जाम भएर बाटोमा लाइन लगाएर बस्नुपर्ने अवस्था। यो चाहिँ स्वर्ग जाने बाटो हो कोरियामा। यो डाँडामाथि पार गऱ्यो चाहिँ त्यो मान्छे सजिलै स्वर्ग गयो क्या है। अनि आज हामी स्वर्ग जाने बाटोमा छौँ। मान्छे पुरै जाम छ यो पुरै पाहाडमा गइरहेको थियो। अब यो के अरे 30 मिनटको बाटो यो जामले गर्दाखेरि अब लगभग 2 घन्टा जति लाग्छ भनिरहेछ। सो हल्का रमाइलो कुराको चढेको क्रममा बस्नुको लागि यहाँको लागि चोट खानेलाई आगो बाल्नु निभाउनको लागि केही त्यो असुविधासहरू राखेको देखियो बाटोमा। मान्छेहरू चुरोट खाने, चुरोट खाएपछि यता जङ्गलतिर आगो लागेको मान्छेले सजग भएको। र यो कालो बाटो चाहिँ एकदम राम्रो लाग्यो। तल जस्तो ठुलो बाटो भए त कहाँ पुगिसकिन्छ क्या हुन्छ। कालो जाने क्रममा छ। गाह्रो पनि भइरहेछ, रमाइलो पनि भइरहेछ। कोही नटाक्ने यार गर्मी भयो कि
फाइनली डेस्टिनेसनमा आइपुगिसकेको छ हामी पुगिसकेको छौँ हामी साथीहरू बोल्नु छ लगभग आएपछि हामी हाम्रो डेस्टिनेसनमा आइपुगिसकेका छौँ यो चाहिँ कोरिया हो विश्वसन डाँडा भन्ने विश्वसन पहाड डाँडा चढ्न आइरहेको छ कतिजना साथीहरू चाहिँ उकालोमा आइरहेको अब त नछुट्टी हिँड्नु उता खिच्नेहरूलाई बोलायो राम्रै आउँदो रहेछ त ओ यता हेरौँ यता ए यता फोटो खिच्नेलाई भइसक्यो ल राम्रो आउँदो रहेछ ऊ खिचिरहेछ है फोटो होइन हाम्रो यता ब्लगर लुगा हुनुहुन्छ त्यति होइन दुल्हन छोरी हजुर प्रोफेसर नि दुल्हन के छोटो छ र याद त गराउने हो नि यार जस्तो भयो नि होइन छिर्नु अगाडि भिडियो हो हामी चाहिँ छिर्ने भित्र खै यो छिर्ने भन्छ छिर्नु मिल्छ यहाँ चाहिँ एकजनामा चाहिँ पूजा गरेर शक्ति केही भनिरहेको अँध्यारो भएर क्यामेरा त्यति राम्रोसँग देखिएको छैन भित्र सेल्फी हाल्ने अलिकति माथि डाँडामा चढ्यो साथीहरू सबै बोलाउँदैछ गाडीमा अब यहीँ राख्नु थियो अब यसको झोला त्यो ब्याग पाएन चिया पैसा यो हेर डाँडा नै पुरा फुलेको छ यो पाहाडमा चाहिँ अब विशेष कोरियाको सबै मान्छेहरू चाहिँ आउने रहेछ घुम्ने एकदम विशिष्ट हुनुहुन्छ हामी पनि त्यही दिन छुट्टी मिलेर जान पाइयो धेरै भइसकेको थियो फोटो भिडियो खिच्न चाहिँ पाइयो हुन्छ मान्छेहरू फोटो खिच्ने भिडियो खिच्ने ड्रोनबाट खिच्ने क्यामेराहरू खिच्ने मान्छेहरू एकदम घुइँचो थियो फुलहरू देख्दा चाहिँ एकदम आनन्द लाग्थ्यो कालो मैनीको सबै थकाइहरू चाहिँ मेटिए जस्तो भएको थियो अहिले पनि सेल्फी हालिदिएको फुल चाहिँ बबाल हो है बाजेको फोटो खिचे जस्तो गरिदिएछ तपाईँले कसले कसलाई कहाँ शङ्कर छ म आफै खिचिरहेको छु
सबैजना आफ्नो आफ्नै मोबाइलले खिचिरहेछन् सबैजना आफै भिडियो बनाउने फोटो खिच्ने व्यस्त छन् साथीहरू र अरू लगायत अरू विदेशी मान्छेहरू पनि छन् 이거 뽕을 들고 왔는데. 아, 쟤네는 아니냐고. 그래도 괜찮아. 그거 가지고 어디? मलाई चाहिँ यो भ्लग बनाउने यस्तो भ्लगर चाहिँ होइन तर पनि यसो घुम्दै जाँदाखेरि रमाइलो लागेको दृश्यहरू भिडियो खिचेर भविष्यमा मेमोरीको लागि एउटा बनाएको भिडियोहरू हो तर यो जिन्दगीको हिँडाइ भोगाइहरूमा एक विशेष रमाइलो ठाउँमा पुगेको छु र यो पनि सायद यो ठाउँमा कमै मान्छेहरू आइपुग्छ 아, 저 선배까지 간다고. रमाइलो छ फुलहरू चाहिँ एकै किसिमको फुलहरू तर यो रोपेको नि आफ्नो मरेको यो चाहिँ थाहा भएन तर डाँडा नै जगमग फुलेको छ सब खुसी छ यता हाम्रो अध्यक्षजी हो यता चाहिँ हाम्रो फोटो खिच्ने हाम्रो साथीहरू लगायत अरू विदेशीहरू ओहो म त भानुभक्त सर आउनु रहेछ बेला बेला मान्छे फर्काएर हल्का हालिदिउँ नाम पनि केटाहरू चाहिँ यो कि गाडी चाहिँ छ सुनिल अब एउटा भिडियो होइन बुझ्नु भने भिडियो पहन यो मेरो भइहाल्यो अहिले छ नि छैन अब यसरी घाँसे कुवामा उता उत्खनन गर्दाखेरि मैले बनाएँ हल्का खाजाहरू बोकेको थिएँ अनि यस्तो खाने बस्ने ठाउँहरू पनि ठाउँ ठाउँमा बस्ने ठाउँ खाने ठाउँहरू पनि छ यो बाटोमा यो हल्का जङ्क फुड खाने कोही साथीहरू चाहिँ रोड खान अलाउड छैन यो डाँडामा खाने कसैले पनि खानेलाई धेरै र कोही साथीहरू रोड खानु पाइरहेको छैन कति होला नि त नि हेर न बुखामा झुन्डाएर हिँड्छन् अब हाम्रो खाजा खाइसकेपछि हिँड्ने क्रममा भिडियो खिच्दै हिँड्ने जारी रह्यो 우리 다 찍나요? 알지? 민물 사진 찍는 게 안 나와요. 마지막이네. अब चाहिँ हाम्रो डेस्टिनेसन अन्तिमतिर आउन लाग्यो अब हामी चाहिँ हल्का घरतिर कोठातिर फर्किने निर्णयतिर लाग्यो अनि यो भिडियो चाहिँ डबल भएछ तर पनि ओके अब एउटा भिडियो होइन बुझ्नु भने भिडियो
पख न यो मेरो भइहाल्यो अहिले छ नि छैन 한번 어디 갔어? अनि हिँड्दै जाँदा यहाँ चाहिँ राखेको छ हाम्रो ग्रुप अरू ढुङ्गा होइन चुप्प लाग्यो त्यो ढुङ्गा चाहिँ एक्स्ट्रा छ क्या यो त्यो होइन त्यो मुट जस्तै यो ढुङ्गा बढाउनु त मान्छे त कडै हो यार खतरा लाग्यो फोटो पनि खिच्दैछ राजयोग ताहरूको साथीहरू आफ्ना आफ्नै धुनमा छन् हुन्छ हामी यता पर त्यो टावर त्यो डल्लो भएको टावरमा जाँदैछौँ है तपाईँहरू त्यतिर आउनु होला पुगिसकेको छैन जाँदैछौँ चाहिँ ल, हाम्रो ल। कृष्ण दाई फोटो खिच्ने भिडियो खिच्ने क्रममा हुनुहुन्छ फर्किँदाखेरि साग टिप्दै जानुपर्छ हुनु पऱ्यो नि सर हाम्रो ओम प्रकाश दाई गाडी छ ओम प्रकाश भिडियो हेरेर चाहिँ हामी पनि त्यहाँ गएर यतिकै हामीलाई देखाउनु चाहिँ है बिचमा मान्छे देख्ने त एकवटा हाम्रो पनि भिडियो बनाउनु हो भने हल्का बनाउनु राम्ररी अवस्था तर बवाल चाहिँ यो ठाउँ चाहिँ यार माया बस्छ कहाँ फेरि गएर पर्दैन अहिले भरे हिँडिरहनु ल जाम उहाँ पुग्नु भयो हजुर एकपल्ट मात्रै देखाएको